दो इमान्दारपूर्वक मेरो क्षमता र योग्यतालाई म्याक्सिमम उपयोग गरेर देशको बिग्रिरहेको पोलिटिक्सलाई सही बाटोतर्फ लिएर जाने मेरो कोसिस हो। अगाडि हङकङ बसेको थिएँ, म नेपालै फर्किनु थिएँ। मेरो एउटा जबरजस्तपन के हो भने फर्किनुपर्छ, देश बनाउनु सकिन्छ, आउनुपर्छ, हाम्रै पालामा परिवर्तन गर्न सकिन्छ, बनाउनु यो मुलुक बन्छ। डाक्टर राजन भट्टराई, 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 राजन भट्टराई, डाक्टर राजन भट्टराई, डाक्टर राजन भट्टराई, डाक्टर राजन भट्टराई। काठमाडौँ क्षेत्र नम्बर 4 का एमाले उम्मेदवार डाक्टर राजन भट्टराई को हुन् त? किन आज देशले उनीबाट यति धेरै अपेक्षा गरेको छ? उनी केवल एउटा नेता मात्रै होइन, उनी त नेपाली माटोको सङ्घर्ष, विश्वस्तरीय ज्ञान र राष्ट्र स्वाभिमानको एउटा बलियो खम्बा हुन्। एउटा यस्तो नाम जसले सडकको धुलोदेखि लन्डनको विश्वविद्यालयसम्म र जेलको छिडीदेखि प्रधानमन्त्रीको सल्लाहकारसम्मको यात्रा केवल देश र जनताका लागि तय गरे। सिन्धुपाल्चोकको एउटा मध्यम वर्गीय परिवार, 80 जना सदस्य भएको एउटै घर, जहाँ राजनले सहकार्य र एकताको पहिलो पाठ सिके। 6 वर्षको उमेरदेखि काठमाडौँका गल्लीहरूमा गरेको सङ्घर्षले उनलाई भुइँ मान्छेको दुःख बुझ्ने एउटा संवेदनशील र इमान्दार नेतृत्वको रूपमा तयार गर्यो। राजनीति उनका लागि पेशा होइन, एउटा पवित्र सेवा थियो। पद्मोदय स्कुलदेखि नै लोकतन्त्रका लागि लडेका राजनले पञ्चायतको दमन सहँदै पटक पटक जेल जीवन बिताए। उनीमाथि राजद्रोहको मुद्दा लगाइयो, घर सम्पत्ति जफतको सूचना टाँसियो। तर सानै उमेरदेखि उनको अटुट देशभक्तिपूर्ण भावना र लोकतन्त्र प्रतिको प्रतिबद्धताले गर्दा कुनै पनि तानाशाहीले हल्लाउन सकेन। आज उनी जे हुन् त्यो उनको त्याग र दशकौँको निष्ठाको परिणाम हो। नेपाललाई कस्तो नेता चाहिन्छ त? केवल भाषण गर्ने कि विश्वलाई बुझ्ने? राजन भट्टराई ती थोरै नेताहरूमध्ये पर्छन् जोसँग PhD को बौद्धिक उचाइ र अन्तर्राष्ट्रिय सम्बन्धको गहन ज्ञान छ। बेलायतको चिभनिङ स्कुलदेखि प्रबुद्ध व्यक्तिहरूको समूह अर्थात् EPG को सदस्यसम्म उनले सधैँ नेपालको राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आफ्नो ज्ञानलाई ढाल बनाए। उनले सधैँ शिरमा नेपाल र मनमा नेपालीको स्वाभिमान बोके। अब पालो विकास र समृद्धिको हो। डाक्टर भट्टराईसँग 2082 का लागि स्पष्ट मार्गचित्र छ। डिजिटल नेपाल सुशासन, नो लाइन सर्भिस अनलाइन, भ्रष्टाचार अन्त्य गर्न प्रवृत्तिको प्रयोग, काठमाडौँ रिकन्स्ट्रक्सन र इन्भाइरोमेन्ट, धुलो र प्रदूषण मुक्त काठमाडौँ, जहाँ बागमती र धोबी खोला जस्ता नदीहरू पुनर्जीवित हुनेछन्। उनीसँग सपना मात्रै छैन, त्यो सपना पूरा गर्ने योजना र अनुभव दुवै छ। डाक्टर राजनको अर्को विशेषता के हो भने पराजित भएर पनि आफ्नो क्षेत्रका लागि काम गरेको प्रशस्त उदाहरण छन्। भन्नु नै पर्दा कामको सूची विजयीको भन्दा पराजयीको बढी देखिन्छ। इतिहासले उनलाई जाँचेको छ, अध्ययनले उनलाई तिखारेको छ र जनताको मायाले उनलाई उठाएको छ। अब पालो तपाईको। यस्तो नेता चुन्नुहोस् जोसँग विगतको त्याग र भविष्यको भिजन छ। आउनुहोस्, आगामी फागुन 21 गते नेपालको नयाँ भरोसा डाक्टर राजन भट्टराईलाई अत्याधिक मतले विजयी बनाऊ। समृद्धि नेपाल र सुखी नेपालको सपनालाई साकार पारौँ।